नमस्ते साथीहरू, तपाईहरू सबैलाई स्वागत छ आजको कान्छी सिरियलको नयाँ भागको रिभ्यूमा। आजको भाग त यति रमाइलो र भावुक छ कि अन्तिमसम्म हेरेर बस्न मन लाग्छ। अघिल्लो भागमा हामीले देखेका थियौँ कान्छीको जीवनमा नयाँ चुनौती अनि केही सम्बन्धहरूमा टेन्सन बढ्दै थियो। आजको भागमा त्यही कुरा अझै गहिरो र रोचक बनेको छ। आजको नयाँ भागको सुरुमा कान्छीको दाइ ठुलोले आफ्नो पहिलो श्रीमतीद्वारा पाएको छोरीलाई होटलमा एकदमै बिजोको अवस्थामा भेटाउँछन्। उता सागर अफिसमा काम गर्न जाँदा अफिसबाट छोरीको याद आएर कान्छीलाई कल गर्दछ र कान्छी, सागर र उसको छोरी एकदम खुसीको साथ कुराकानी गर्छन् भने उता कान्छाको बाबा आमाले चाहे अनुसार विवाह गर्ने प्रस्ताव केटी पक्षको बुबाले भन्नुहुन्छ। त्यसैगरी सागर र उहाँको सरलाई सरको बुढीले मिठो खाजा बनाएर ल्याइदिन्छ। यो देखेर सर र सागर छक्क पर्छ, किनभने पहिले त्यस्तो रिस घमण्ड गर्ने मान्छेले आज मिठो बोलीको साथ खाजा बनाएर ल्याइदिएको हुन्छ। उता ठुलेको छोरीलाई गुण्डाहरूले ठुलेबाट खोसेर लगेका हुन्छन्। यतिकैमा सागर आएर मेन गुण्डालाई दाउराले हानेर लडाइदिन्छ। अब तपाईहरूलाई के लाग्छ, यो नयाँ मोडले कान्छीको भविष्यमा के असर पार्ला? तपाईहरूको विचार कमेन्टमा पक्का लेख्नुहोला, किनकि तपाईहरूको फिडब्याक नै मलाई अर्को नेक्स्ट रिभ्यू अझ राम्रोसँग बनाउन प्रेरणा दिन्छ। आजको लागि यति नै रिभ्यू। यदि तपाईहरूलाई पनि यो रिभ्यू मन पर्यो भने लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। फेरि अर्को भागको रिभ्यूमा भेटौँला। तबसम्म रमाइलो साथ हेरिरहनुहोस् कान्छी सिरियल। हस्त, धन्यवाद।